हेलो एन्ड वेलकम ब्याक गाइज। र आजको भिडियोमा हामी रियाक्ट गर्न गइरहेका छौँ अथवा हामी गेस गर्न गइरहेका छौँ नेपाली गीतलाई इमोजीबाट। र यो भिडियोको टाइटल रहेको छ गेस द नेपाली सङ बाई इमोजी च्यालेन्ज। र यो च्यालेन्जमा कस्तो हुनेछ भन्दाखेरि चाहिँ मैले कुनै एउटा गीत प्रिडिक्ट गर्दाखेरि मिलेन भने मैले चाहिँ आफूलाई झापड हान्नेवाला छु। सो तपाईँहरूले पनि यो भिडियोको बारेमा थाहा पाउनु भएको छैन भने आज सँगै हेर्नेवाला छौँ। सो लेट्स स्टार्ट द भिडियो। सायद म नेपाली गीत धेरै सुन्न, तर पनि मलाई लाग्छ जहाँसम्म लाग्छ कि जुन रिलहरूमा आउँछ त्यही गीतहरू हुनसक्छ प्राय। र त्यस्ता गीतहरू त मैले प्राय थाहा पाइ नै हाल्छु, किनकि मैले आफूलाई झापड हान्नबाट म बच्न सक्छु। सो लेट्स सी व्हाट ह्यापन्स। ओके न पज, तर म पज गर्नेवाला छु। माया प्लस गीत, यो हट भनेको माया भयो प्लस बादल र म्युजिकको साइन छ जसको मतलब हुन सक्छ गीत। मायाको गीत ए यो कहाँबाट मिलेछ यार? माया प्लस जुन प्रेम गीत बनोस्, यो त भएन यार, यो मिलेन। म यस्तो गीत गाउँछु जुन प्रेम गीत बनोस्, प्रेम गीत। ए ओके त्यो हटको मतलब चाहिँ प्रेम थियो। र अब च्यालेन्ज अनुसारै होइन, म एकैचोटि लास्टमा होइन सँगै अहिले हान्छु है त म। सो यो रहेछ मेरो फर्स्ट प्लस सेकेन्ड गीत छ केटा प्लस माया प्रेम। केटा प्लस माया प्लस केटी, केटा प्लस माया प्लस केटी। मेरी माया, मेरी हमारे यहाँ ऐसा ही होता है। दुई लाइन त मिलिसकेको थियो, पछाडिको मिलेन। सो गेस गर्न सकिन यसको मतलब। सो त्यही च्यालेन्ज अनुसार अर्को एक झापड। सो यहाँ रहेको छ नेपाल। यो पोइन्टिङ अनुसार के ठाउँको नाम हो? यो ठाउँमा के पर्छ? नेपाल प्लस बाघ प्लस नेपाल के गीत छ? अरे यो गीत त सुनेको थिएन यार मैले। सो यो पनि गेस मिलेन मेरो, यो मैले गीत गर्न सकिनँ, त्यसको लागि अर्को एक झापड। सो यता नानौँ है, एकै ठाउँमा धेरै हान्दाखेरि दुख्छ आफैलाई। यता त माइक छ हान्न मिलेन। ल अर्को थर्ड, तीनचोटि हारी मैले यो सुधा गरेर। सो अर्को यो चाहिँ के हो? फ्यान्टा प्लस स्टिक, फ्यान्टास्टिक वन्डरफुल हुने थियो लाइट मेरो मनको। सायद यही गीत होला, यो द बिस्टको गीत हो। मिले बिस्ट भन्ने चाहिँ मिलेन होइन। सो यही एकचोटि जित्यो, तीनचोटि हारे, एकचोटि जित्यो मैले, चार भयो, तीनचोटि। सो यो रहेको छ मान्छे दारीवाला प्लस हामीले के भन्छौँ स्टकआउट, झमझम स्टकआउट, सायद त्यही होला झमझम स्टकआउट। मान्छे मेरो स्टकआउट। यो मान्छे काले खान दाइ, साँच्ची यार काले दाईको स्टकआउट। ओ सो यहाँ पनि मिल्न मेरो। सो अब त्यही अनुसार मैले आफूलाई एक झापड हाल्नु पर्ने नै हुन्छ है। लगाएको काले स्टकआउट। सो त्यही अनुसार अर्को एक झापड। सो मैले 4 राउन्ड हारी र 1 राउन्ड जिती होइन, 1 राउन्ड हो। सो यहाँनिर के रहेको छ? यो सूर्य प्लस केटा, बिहानीको घाम चाहिँ आइडिया। माया प्लस मायाको छाता, प्रेम छाता, मायाको छाता। सो मैले गेस गर्न सकिनँ। ए ओ यार, वान अफ माई फेभरेट सङ यार। मैले कस्तो गीत गेस गर्न नसकेँ यार, कस्तो शिट यार। यो कसरी मिल्यो के?
पारी त्यो ड्रामा हेर घामलाई घमाइलो अनि यो लाग्यो मलाई रमाइलो तिमी र घुम्न जाउन हुन्छ मतलब दुईजना कपाल बाइकमा गइरहेको भइ हुन सक्थ्यो केटा एकजना छ अनि कसरी गेस गर्नु के सेट यार अर्को एक झापड मलाई चाहियो सेट सो मैले 5 वटा राउन्ड हारिसके र जम्मा 1 राउन्ड जितेको छु लाग्यो मलाई रमाइलो कपिराइट चाहिँ नहोस् सो गेस द नेपाली सङ अर्को के हो यो के हो यो साइकलमा भन्ने गीत छ त कुमार सागर दाइको त छ साइकलमा तर अर्को के साइकलमा हो यो ए यो कुन एंगलबाट मोटर जस्तो देखिन्छ यार यो शिट यार 6 राउन्ड हारे मैले अर्को एक झापड 6 राउन्ड 100 ए यो गीत त थाहा छ कति जनालाई थाहा छैन तपाईहरुलाई कमेन्ट गर्नु होला यो गीत चाहिँ आई नो अबाउट दिस सङ मलाई थाहा छ यो गीत सो इट्स 100 थरी बाजा एउटै चाल 100 थरी घोडा एउटै 100 थरी बाजा एउटै सो समथिङ त्यही हो गीत त त्यही हो एउटै ताल कपिराइट नआओस् सो यो गीत त थाहा थियो सो 6 राउन्ड अनि 2 हैन सायद 6 राउन्ड र 2 मैले 6 राउन्ड हारेर 2 राउन्ड जित्यो सायद यो चाहिँ के हो सानो केटा सानो दाढीवाला सानो प्लस दाढीवाला केटा यो गीत नि गेस गर्न सकिन मैले के होला त यो सानो प्लस ए हल्का दाढी यो गीत नि सुनेको थिएँ यार मैले त्यसको लागि फेरि एक झापड र यो गीत चाहिँ जहाँसम्म लाग्छ मैले गेस गरिसकेँ यो गीत तपाईहरु कतिजनाले गेस गर्न सक्नु भएन है यो गीतको बारेमा चाहिँ सो आई नो प्रिटी अबाउट दिस सङ इट्स बादल वर्षा एन्ड बिजुली त्यही त हुनुपर्ने हो है वर्षा बिजुली सावनको पानी सो 3 राउन्ड अनि 7 राउन्ड हारे 3 राउन्ड जिते 7 राउन्ड हारे हैन सो अर्को रहेको छ रातो लिपस्टिक अनि तिमी रातो लिपस्टिक सो के हो यो रातो लिपस्टिक हमारे यहाँ ऐसा ही होता है अरे यस्तो नि गीत थियो भने यार सो आजको लागि यति नै थियो र म अर्को भिडियोमा अर्को राउन्डमा म जरुर जित्ने छु र यो भिडियोमा तपाईहरुले पनि माया देखाइदिनु होला लाइक र कमेन्ट पनि गरिदिनु होला र आजको लागि यति नै र अर्को राउन्डमा म जित्ने गरी नै आउने छु सो आजको लागि यति नै बाइ बाइ